स्वागत छ साथीहरु। आज हामी खेल्न जाँदैछौँ क्लास स्क्वाड र्यान्डम म्याप, त्यो पनि मेरो फोनमा। ल यो म्याचका लागि स्टार्ट गरौँ न त। 52 सेकेन्डको टाइम भनेको छ, कति 4 सेकेन्ड भयो। अब कति सेकेन्डमा स्टार्ट हुन्छ हेरौँ न। म्याच स्टार्ट हुन लागिसक्यो। मोड क्लास स्क्वाड 4v4 फर्स्ट एन्ड द टर्लिङ ब्याटल्स भनेर पनि देखायो। फर्स्ट टाइम हामी पिकमा स्पन भएछौँ। G18 ल्याउँ, कतिवटा हान्न सकिन्छ हेरौँ। MVP आजको मेरो मेन गोल चाहिँ भनेको चाहिँ MVP बन्ने मात्र हो। किल भए पनि नभए पनि, जिते पनि नजिते पनि MVP चाहिँ बनेरै छाड्ने। एउटा ग्लोअल पनि पिकअप भइसक्यो। ल अब योभन्दा राम्रो के चाहियो त। अगाडिको प्लेयरहरु त्यहाँ अगाडि देख्न सक्नुहुन्छ। यो प्लेयरहरुले मलाई हेरेन जस्तो छ। नहेरेकै बेस एक त। ल कता गएछ हौ फेरि? कहाँदेखि हानु हौ? म त हेर्दिन त एउटालाई पनि। मेरो एउटा साथी नक पनि भइसक्यो। लु बधाई छ। लु नक पनि पार्दै गयो। अब सकिएन। ए उनीहरु सँगै खेल्दै रहेछ, हामी एक्लै एक्लै यता यता कुद्दैछौँ। कहाँ सक्नु त। ल यो त अड्की बसु त। हाम्रो टिममा एकजना बाँकी छ, त्यो पनि बट होला। उताको 4 जना अनि सकियो नि। अब मारेकोमा 1 लाइक दिउँ न त त्यसलाई। जम्मा 1100 रुपैयाँ। यो गन लिएर यतापट्टि एउटा उफ्रिने ठाउँ थियो हो। ए अहिले त हटाइदिएपछि म्यापबाट पनि हटाइदिएछ। हेरौँ न के हुन्छ। अहिले त थर्ड पोजिसनमा पो रहेछ त यार। अब चाहिँ हल्का सर्भाइभ गरेर खेल्नुपर्ने अवस्था आयो। एउटालाई ढाल्दिएको अर्को आएछ। ल बधाई छ। अब मेरो एउटा साथीले ल झार्दियो। अब यसलाई सकिदियो भने भइगयो। ल जितेको यो। 1-1 भयो साथीहरु। नि अब हामी कुन चाहिँले जिताएको थियो? सबले एउटै टेस्ट लागेको छ। एउटा शटगन लिएँ। मैले यो फेरि लिने बिर्सेछु ग्लुअल। अब लङ रेन्ज हल्का फाइट हान्ने अनि त्यसपछि सर्ट रेन्जमा जाने, किनकि अघि सर्ट रेन्जले नै हराएको थियो। यताको साइडबाट जाउँ। एउटा सक्यो।
कस्तो हावा रहेछ यार यो त यो सक्दी गयो नि अब के चाहिँ गर्न सक्नु र यस्ताहरूलाई पनि नसकिने रहेछ हौ नसकिने रहेछ बटहरूसँग खेल्न नि ल मेरो त गनको आएछ त लु के हो $600 अपग्रेड डलर अब यसले हाल्छु म यिनीहरूलाई यो गन दामी चल्छ नि त मेरो फेरि स्किन रहेछ हल्का स्किनले पनि जिताइहाल्छ कस्तो हो जम्प पनि नभएको म लङबाट कभर दिनु पर्यो मेरो साथीहरूलाई सकियो नि दुई भयो साथीहरू हेरौँ के गर्न सकिन्छ अब अर्को म्याचमा यसपालि चाहिँ ग्लुवल लिनु पर्यो दुई भयो के गर्न सकिन्छ के लिन सकिन्छ म लङ रेन्जबाटै खेल्नु पर्यो एमबिपीमा आयो कि के हो कति किल लानेछु ए अझै 1 किल लाने बाँकी रहेछ एमबिपीमा आउनको लागि मेरो माथि यो एमबिपीको ट्याग चाहिँ किन आउँदैछ त्यसो भए एमबिपी नभए म यहाँ एउटाले ग्लुवल लगाइसकेछ ग्लुवल हो कि के हो त्यो सकियो नि अघिदेखि उनीहरू टिममा बनाएर खेल्दै थिए अब हामी हेडसटको साथमा मैले यसलाई पनि सक्दिहालेँ यो म्यापको नाम के पो थियो ल अब चाहिँ एमबिपीमा आएछु 7 किल गरी गएँ मेरो गोल सिर्फ एमबिपी बन्ने थियो साथीहरु यिनीलाई एक म्याच जित्ने चान्स दिउँ कि के हो किनकि अघिदेखि त जितायो मेरो टिमलाई मैले नै जिताइरहेको छु एक चान्स दिउँ होला है ताको साइडमा एउटा आयो यसलाई फिनिश गरिदिहालौँ चान्सै पाउँदैन नि हामीसँग खेलेपछि कसैले चान्स पाउँछ त पाउँदैन नि चान्स कताको अब एउटा बाँकी छ एउटा कता होला त यतापट्टिको साइडमा छ सक्यो बुया गरिहाल्यो नि बुया